हेलो गाइजहरु यो चाहिँ यता च्याउ खन्न लागिरहेछ माछी दिन लागिरहेछ ले शर्ट खाने विचार गरेछ गएर कस्तो छ जिडुमी म च्याउहरु पनि ल गाइस च्याउ चाहिँ आइसकेछ हैन यो च्याउ पनि पुरा वेलकम बैक टू डोल्पा दैनिकी डोल्पा भन्दा पनि सायद हिमालकै पहिलो भ्लग हुनेवाला छ जुन यात्रा सङ्कलन गर्ने क्रममा आज कति दिन हो त्यो चाहिँ थाहा भएन बिहान करिब 6 बजेतिर म चाहिँ त्यहाँका सबै मान्छेहरू यात्रा खोज्न जानको लागि तयारी भइसकेका छौं भएका जति सबै मान्छेहरू यात्रा खोज्नको लागि वनतिर जान्छन् अनि दुईटा साना बाबु नानीहरू नाताले मेरो आफ्नै भतिजहरू भतिजी पर्छन् बुझ्दै नभए पनि एकअर्काको सहारा बन्न दिनभरि पालमै या बस्ने वासस्थानमै बस्छन् हामी च्याउ सङ्कलन गर्नको लागि या खोज्नको लागि भनौँ न ठ्याक्कै के भन्छ यो राक्षस तालदेखि अगाडि साइड आएको छु हैन पहिला चाहिँ राक्षस ताल भन्थ्यो अहिले चाहिँ प्रेम ताल भन्छ त्यहाँ रहेको छ हैन त्यही देखेको छ निलो पुरै हरियो छ अहिले त पुरा माथि हिउँ पनि छैन पानी पनि छ त्यो भएर कम छ हैन अनि पछि चाहिँ बर्खा लाग्यो भने पानी पर्न थाल्यो भने यो खाली भएको छ नि यो पुरै भरिन थाल्छ त्यो अहिले हिउँ त पानी परेन त्यो भएर पनि अलिकति हिउँ पनि कम छ हैन धप पनि एकदम कम छ जहाँको भिडियो चाहिँ यो भन्दा पछिको भिडियोमा चर्चा हुनेछ यहाँको बारेमा र योदेखि भित्र सायद चाहिँ तीर्थ पर्छ हैन हाम्रो जगदुला तीर्थताल भनेको यहाँदेखि भित्र जानुपर्ने हुन्छ यो दुई नाराको बिचमा पर्छ अनि यता ताल चाहिँ राक्षस ताल या प्रेम ताल भनौँ न पर्छ जहाँको भिडियो चाहिँ योभन्दा पछिको भिडियोमा चाहिँ चर्चा हुनेवाला छ सो त्यो भिडियोको लागि वेटिङ गर्नु होला र आजको कुरा भने मैले जम्मा एउटा च्याउ पाएको छु हैन च्याउ भेट्दैन र अहिले यहाँतिर सङ्कलन गर्नुपर्ने हुन्छ खोज्नुपर्ने हुन्छ ऊ त्यहाँतिर तपाईँले तलपट्टि दृश्यमा देख्नुभयो या भएन दुई चारवटा चौरीहरू पनि देखिन्छन् टक्क लाएर आफ्नै तालमा बसिरहेको आजको यात्रा भनेको एउटा मात्रै हो जम्मा अहिलेसम्म अहिले दिउँसो करिब 10 बजिसकेको छ भने यात्रा चाहिँ यस्तो छ है त्यति माथि देखिएको थियो हैन बोबाल देखिरहेछ जाओस् 500 रुपियाँ मरिरहेछ भनौँ आजको ढेरी र अझ दिन बाँकी नै छ हेरौँ बेलुकासम्म कति हुन्छ के कस्तो हुन्छ तपाईँहरूलाई म देखाइ नै हाल्नेछु भन्दै हामी अब सिधै यात्रातिर खोज्नुपर्ने हुन्छ यो पुरै यात्रा पर्ने ठाउँ होइन यहाँतिर सबै डाँडातिर पाउँछ यो डाँडातिर पाउँछ होइन अनि बबाल पनि हुन्छ कि यहाँको अलिक मोटो हुन्छ होइन टक्क लाएर अनि यहाँ आयो भने हिमालका भेडियाहरू सजिलै मोबाइलमा कैद गर्न पनि सकिन्छ यो माथिपट्टि अलिक यो हुस्सो उठिरहेछ होइन त्यो भएर अलि देखिन्न अनि अलि गर्मी भयो भने अलिक घाम लाग्न थाल्यो भने त्यहाँतिरको हिउँहरू फुट्छ कि हिउँ पहिरोहरू फुट्छ तर अहिले चाहिँ त्यस्तो प्रायः चाहिँ खासै देखिन्न होइन अहिले पुसमाघ त्यो हिउँ परेर नि त त्यो भएर चाहिँ खासै त्यस्तो केही देखिन्न पारिपट्टि दृश्यमा तपाईँले खोलाको बिचमा देख्नुभयो या भएन एउटा सेतो हिउँको जस्तो आकार देखिन्छ त्यहाँभित्र चाहिँ एउटा वाल रहेको छ जसलाई चाहिँ हनुमानको ढोका भनेर पनि चिन्ने गरिन्छ त्यस्तो बोबाल छ होइन अनि त्यो माथितिर अलिकति ढिकाहरू परेको पाटाहरू छ त्यहाँ पनि यात्राहरू पाउन सकिन्छ त्यहाँतिर पनि पाइन्छ है गाह्रो छ तर चिसोको कुरा गर्ने हो भने एकदम धेरै चिसो छ कपडाहरू यति धेरै लाउँदा पनि एकदम धेरै जाडो हुन्छ होइन ल गाइस मैले चाहिँ प्रेमतालको अगाडिपट्टि आएर चाहिँ एउटा च्याउ चाहिँ पाइसकेको छु होइन सो तपाईँलाई देखाउनेवाला छु टक्क लाएरै कहाँनिर छ भन्दाखेरि च्याउ चाहिँ यहाँनिर छ होइन द्याट इज बोबाल च्याउ चाहिँ यस्तो हुन्छ होइन अनि च्याउ खोज्दाखेरि चाहिँ यसरी 4 हात खुट्टा टेकेर चाहिँ पुरै भुइँमा टेकेर खोज्नुपर्ने हुन्छ अनि यसलाई चाहिँ फेरि खुट्टाले खनेर निकाल्नुपर्ने हुन्छ अनि बेलुका चाहिँ कसरी कम्प्लिट हुन्छ भनेर म बेलुका पनि देखाउनेवाला छु होइन खुन्देऊ न च्याउ झिकाल्देऊ न यार टक्क लाएर यस्तोरी झिकाउनु पर्ने हुन्छ है दुई हातले पनि निकाल्न सजिलै हुन्थ्यो तर एक हातले अलि गाह्रै हुन्छ होइन अनि कुरा के हो भने यसमा चाहिँ धेरै यो गहिरो रहेछ क्या त्यो भएर पनि अलि लगायत यहाँ चाहिँ भनेको यस्तो यसलाई चाहिँ बेलुका फेरि ब्रुसले घोर्नुपर्ने हुन्छ त्यो पनि म तपाईँहरूलाई देखाउनेवाला छु होइन अनि यो चाहिँ अब यस्तरी चाँदा ठुक्नुपर्ने हुन्छ अनि त्यसपछि धन हो नि त धन सम्पत्ति यस्तो सिद्धैमा कहाँ पाइन्छ यार हाइट ल अब फेरि रफ्तारमा म खोज्न लाग्छु ल गाइस नास्ता खाएको क्रममा हामी चाहिँ दुईवटा च्याउ प्राप्त हानिसकेका छौँ होइन टक्क एउटा चाहिँ हेत्तिका छ एउटा चाहिँ हेत्तिका छ एउटा यहाँ खुन्न लाग्यो ल खुन त बोबाल तरिकाले
नभाचेर खुलाइ नजिक छ होइन यहाँ हानेर उक्कान हेलो गाइजहरु यो चाहिँ यता च्याउ खन्न लागिरहेछ माछिदिन लागिरहेछ ले सर्ट खाने विचार गरेछ गएर कस्तो छ म च्याउहरु पनि ल गाइस च्याउ चाहिँ आइसकेछ हैन यो च्याउ पनि पुरा गाह्रो छ ल खै डेढिया है क्या थाहै नै मेरो चाहिँ जस पत्थर होला जस्तो छ दामी देखिरहेछ कि हेरिरहेको जस्तो छ हैन यहाँनिर वाउ बबाल छ ल नास्ता खाने टाइममा टक्क यता चाहिँ थर्मास यता चाहिँ बटुको छ यता चाहिँ हातो छ नि हैन हाम्रो नास्तामा दिनभरि आर्छ खोजेपछि बेलुका फेरि पानी पर्न सुरु गर्छ त्यही पानीबाट बस्नको लागि हामी प्लास्टिक ओढेर बासस्थानतिर फर्किँदैछौँ पानी पनि होइन सिधै हिउँका डल्लाएर पर्ने गर्छन् अनि चिसोको त झन् कुरै नगरौँ बस्ने बासस्थान पुगिसकेपछि चटपटे खाने भन्ने भयो अब चटपटेमा मिसाउने बजार जस्तो नाना थरीका के चिजहरू नपाए पनि गाउँको अर्ग्यानिक अथवा घरकै उत्पादन प्याज धनिया खोर्सानी हालेर भए पनि हिमालको छेउमै बसेर हामी चटपटेको स्वाद चाख्नेछौँ आज चाहिँ हाम्रो टक्क नास्तामा चटपटे छ हैन यस्तरी चटपटे बनाएर खानुपर्ने हुन्छ यहाँ चाहिँ अब जस्तो कागती सागती यहाँ चाहिँ सोरेर प्याज त अलिअलि हामीले हालेका छौँ होइन प्याज हालेका छौँ धनिया पनि हालेका छौँ त्यस्तो कागती अनि हुन्छ नि त चनहरू दालमेरहरू त्यस्तो यहाँतिर केही प्रशस्त मात्र पाउँदैन यहाँ त पाइन्छ गाह्रो छ केटा अब खानालाई खानै पर्यो त्यसपछि चाहिँ अनि गरेको होइन त्यो त देखाउनु मन हाम्रो फाइनल्ली आजको इन्कम भनेको मेरो चाहिँ यति हो होइन जम्मा 5 वटा पाएको छु अनि यसलाई चाहिँ फेरि माटोहरू कोलाएर ब्रुस लाउनु पर्ने हुन्छ माटोहरू हातले कराउनु पर्ने हुन्छ होइन कोलाएर कफी खाँदैछु बोटुकामा होइन अनि आएपछि पानी भन्दैछ यसको अब कमाइ भनेपछि त्यही हो जस मूल्य हेर्ने हो भने चाहिँ एउटाको त्यही खासै राम्रो त छैन तर 500सम्म चाहिँ जाने टाइपको छ नि जाओस् त्यही ठिकै भयो भनौँ 2025 चाहिँ आजको इन्कम त्यति नै हुन्छ होइन आज चाहिँ हामी 12-1 बजीतिर नै फर्केको के पानी परेर यस्तो छ अब यसलाई चाहिँ फेरि ब्रुस लाएर खोल्नुपर्ने हुन्छ त्यसपछि अझै क्लियर हुँदैन हेर्नु अनि घाममा सुकाउनु पर्ने हुन्छ टक्क लाएर पछि घरतिर लगेर सिक्दै हाल्नु पर्ने हुन्छ गाह्रो छ